अर्को प्राइभेट कम्पनी हो निकाल्नुलाई। कांग्रेस दास र लासहरूको पार्टी होइन। असोज 28 गते जेएनजी आन्दोलनपछि पहिलो पटक पब्लिक लाइफमा देखिँदै गर्दा काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले दिएको वक्तव्यले सायद हामी सबैलाई प्रभाव पार्यो, अझ मलाई पनि प्रभाव पार्यो। त्यहाँ उनले आफू सक्रिय राजनीतिबाट अब टाढा रहने र जेएनजी आन्दोलनको मर्म बुझ्नुपर्छ भन्ने जस्ता भाव व्यक्त गरेका थिए। त्यो वक्तव्य देखेर मलाई लाग्यो शेरबहादुर देउवा अब बदलिएछन्। आन्दोलनमा फिजिकल्ली उनलाई हेरास गरिए पनि उनले आफ्नो संयम गुमाएनछन्, उनले आफ्नो बुद्धि गुमाएनछन् र बुद्धि लाएछन्। अनि मलाई आशा जाग्यो कि नेपालका अरू लिडरहरू पनि यसरी नै उनलाई फलो गर्न सक्ला नि त। खड्गप्रसाद शर्मा ओली जो लगातार जेएनजी विरुद्ध विष वमन गरिरहेका थिए, उनको बाटोमा नगई शेरबहादुर देउवाले अब आफू सक्रिय राजनीतिबाट टाढा हुने, जेएनजी आन्दोलनको माग पुस्तान्तरणै हो भन्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई तोकेर उनी पार्टी कार्यालयबाट बिदा भए। शेरबहादुर देउवा सबैको वाहवाहको पात्र पनि बने। सबैले उनलाई ठाने नेता हुनु त ऊ जस्तो, सभापति हुनु त ऊ जस्तो। तर उपचार गर्ने नाममा सिङ्गापुर गएपछि देउवाको रवैया बदलिँदै गयो र आज उनकै हट र जिद्दीले नेपाली काङ्ग्रेस फुटको सङ्घारमा छ। भदौ 23 र 24 गते भएको जेएनजी विद्रोहको मूल टार्गेट नेपाली काङ्ग्रेस पनि थियो। सरकारमा रहेको नेपाली काङ्ग्रेसको नेता रमेश लेखक त्यति बेला गृहमन्त्री नै थिए र भन्नेले के भन्ने गर्छन् भन्दाखेरि उनैको व्यवस्थाका कारण, उनैको कमजोरीका कारण भदौ 23 को नरसंहार घट्यो र त्यसैको बदलामा नेपाली काङ्ग्रेसका कैयौँ पार्टी कार्यालयहरू फुटे, पार्टी कार्यालयहरू जलाइए र उनका सभापति शेरबहादुर देउवालाई त उनको घरैमा गएर आक्रमण समेत गरियो। उनी निशानामा परे। उनी एकमात्र नेता बने त्यस आन्दोलनमा फिजिकली हरास हुने। जेएनजी आन्दोलन लगत्तै नेपाली काङ्ग्रेसका महामन्त्री द्वय विश्वप्रकाश शर्मा र गगन थापाले आफ्नो वक्तव्य जारी गर्दै के भने भन्दाखेरि जेएनजी आन्दोलनले मागेको कुराहरू जायज छन्, यो आन्दोलन जायज छ, उनीहरूको कुरा हामीले बुझ्नुपर्छ, कमी कमजोरी हामीमै छ। आत्मलोचना गर्दै भिडियो निकाल्दै उनीहरूले अब पार्टीमा रूपान्तरण आउनुपर्छ भन्ने माग राखे। जेएनजी साथीहरूले अहिले राख्नुभएको माग जस्तै नागरिक सरकार बनाउने, 2046 साल पछाडिका सबैको सम्पत्तिहरूको छानबिन गर्ने, अख्तियार लगायत सबैका निकायहरूलाई त्यहाँभित्र भएका अहिलेका नियुक्तिहरूको ठाउँमा सही नियुक्तिहरू गर्ने, यी कुराहरूलाई सम्बोधन गर्ने गरिकन अगाडि बढाउनका निम्ति यसका लागि पहल कदमी गरिरहेका छौँ, वातावरण बनाइरहेका छौँ। हाम्रो जिम्मेवारी छ, त्यो जिम्मेवारी हामी पुरा गर्छौँ। र त्यसैको भाव अनुसार असोज 28 गते शेरबहादुर देउवालले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिँदै नियमित अधिवेशन गरेर पार्टीलाई पुस्तान्तरण गरौँ, नेतृत्वमा नयाँ मान्छे छानौँ भन्ने आशय व्यक्त गरे। तर देउवाको नाममा सत्ताको मोह चाटिरहेका कैयौँ नेताहरूलाई यो कहाँ पस्थ्यो र? कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाश शरण महत जस्ता मान्छेहरू खुलेरै अधिवेशन अहिले हुनु हुँदैन, पार्टीको महाधिवेशन अहिले प्रायोरिटी होइन, चुनाव हो र यही पुरानो लिडरसिपमा अबको चुनाव लड्नुपर्छ भन्ने भाष्य निर्माण गर्नतिर लागे। र यता सभापतिको बागडोर अरूलाई दिएर उपचारको नाममा सिङ्गापुर गएका शेरबहादुर देउवाले पनि आफ्नो रवैया बदल्दै गए र अरूको कुरा सुनेर, सायद त्यही नै होला, अरूको कुरा सुनेर उनले पर्दा पछाडि नेपाली काङ्ग्रेसलाई चलाउन भरमग्दुर प्रयत्न गरिरहे। जेएनजी आन्दोलन लगत्तै 54% महाधिवेशनका प्रतिनिधिहरूले हस्ताक्षर गरेर विशेष अधिवेशन बोलाउनुहोस्, नियमित अधिवेशन गर्नुहोस्, होइन भने विशेष अधिवेशन बोलाउनुहोस् भनेर हस्ताक्षरै गरेर केन्द्रीय कार्य समितिमा बुझाए। नेपाली काङ्ग्रेसको पार्टीको विधान अनुसार एउटा कुरा के प्रश्न छ भन्दाखेरि केन्द्रीय कार्य समिति वा एटलिस्ट 40% महाधिवेशन प्रतिनिधिहरूलाई यही विषम परिस्थिति आइहालेमा विशेष महाधिवेशन बोलाउने शक्ति हुन्छ र यही शक्तिको प्रयोग गर्दै बहुमत महाधिवेशन प्रतिनिधिहरूले विशेष अधिवेशनको आह्वान गरे। तर केन्द्रले जनताको वा आफ्नो ग्रासरुट कार्यकर्ताको यो भाव नकार्दै गयो, बुझ्नै चाहेन,
हल्कामा लियो। फलस्वरूप उसले टालटुल पार्नलाई पुस 26, 27 र 28 गते हामी महाधिवेशन गर्छौँ भनेर एउटा मिति त सार्वजनिक गर्यो, तर वडा लेभलसम्मको अधिवेशन गर्न सकेन। यसको एउटै मात्र आशय के थियो भन्दाखेरि परिवर्तनका बाहक गगन थापा र विश्वप्रकाश शर्मालाई चुप लगाउने अनि वैशाखमा महाधिवेशन गर्ने। त्योभन्दा अगाडि यही लिडरसिप लिएर निर्वाचनमा जाने र निर्वाचनमा केही चमत्कार भएर जितिहालिएमा, शक्तिमा आउने स्थानमा पुगिहालेमा आफ्नै झोली भर्ने। नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू र बहुमत महाधिवेशनका प्रतिनिधिहरूले यो खण्डन गर्दै र महामन्त्रीहरूलाई साथमा लिएर पुस 27 र 28 गते विशेष अधिवेशन आह्वान गरे र सबैलाई भने आउनुहोस्, काठमाडौँ जम्मा हुनुहोस्। केन्द्रीय कार्य समितिले भन्दैमा महाधिवेशन प्रतिनिधिहरूको आवाज बन्द हुँदैन र यहीको उपज हो पौष 27 गते सुरु भएको विशेष अधिवेशन। अब यो अधिवेशनले संवाद गर्न चाहिरहेको थियो, संवाद खोजिरहेको थियो, केन्द्रीय कार्य समितिलाई भनिरहेको थियो तिमी अझै पनि हाम्रो कुरा सुन, अझै पनि हामीलाई व्यवस्था नगर। तर उनीहरूका आवाज पटक पटक केन्द्रीय कार्य समितिका नेताहरूले सुनेको नसुने जस्तो गरिराखे। फेक डाटाहरू ल्याएर मरेका रहेकालाई मन्जुरीनामा दिएर फर्मेट पठाएर फेक डाटा देखाएर यति % भयो उति % भयो भनेर हतोत्साहित गर्ने तरिकाले जुन मिडिया ट्रायल भइरहेको छ त्यो प्रति मेरो धेरै आपत्ति। पुस 27 गते उद्घाटन समारोहमा गगन थापा र विश्वप्रकाश शर्माले जुन लेभलको भाषण दिए, जुन लेभलको स्पिच दिए, यसले नेपाली काङ्ग्रेसमा मात्र होइन सारा नेपाली पब्लिकहरूमा, एउटा युथहरूमा एउटा तरङ्ग ल्याइदियो। उनीहरूले के थाहा पाए भन्दाखेरि हो नेपाली काङ्ग्रेसमा चाहिँ साँच्चै एउटा चेन्ज आउन खोजेछ है। काङ्ग्रेस दास र लासहरूको पार्टी होइन, काङ्ग्रेस जिउँदो मानिसहरूको पार्टी हो। काङ्ग्रेसमा प्रश्न मरेको छैन, यहाँ कुनै बा छैन जसले नबोल भन्दै गर्दा बोल्न छोड्ने कोही पनि छैन। तर यता केन्द्रीय कार्य समिति र सभापति शेरबहादुर देउवाको आफ्नै पारा थियो। उसले यसलाई त स्वामित्व लिनै चाहेनन्, उसले यसलाई अवैध भने आफूलाई चुनेका बहुमत प्रतिनिधिहरूलाई उनले अवैध घोषणा गरे। सोच्नुहोस् त यो कस्तो पारा हो, के यो अधिनायकवादी पारा होइन? अब नेपाली काङ्ग्रेसमा 3 पक्षहरू देखिए। विशेष अधिवेशन पक्ष जसले पुस्तान्तरण रूपान्तरण खोजेको थियो, संस्थापन पक्ष जसको लिडरसिपमा सभापति शेरबहादुर देउवा थिए र उनले स्थिरता खोजिरहेका थिए, जे चलिरहेछ त्यही खोजिरहेका थिए, किनकि उनलाई आफू फेरि एकचोटि शक्तिमा टिक्नु थियो, आफूलाई फेरि एकचोटि प्रधानमन्त्री बन्नु थियो। र अर्कोतिर थिए शेखर कोइरालालाई जनताले वा काङ्ग्रेसका कार्यकर्ताले भनौँ एकदमै आश गरेका नेता हुन्। उनी शालीन व्यक्तित्व भनेर चिनिन्छन् र सबैले उनीबाट के आशा गरेका थिए भन्दाखेरि परिवर्तन हुँदै गर्दाखेरि उनी पनि विशेष अधिवेशनको पार्टीमा गएर जोडिन्छन्, उनी पनि त्यतातिर जान्छन्, किनकि शेखर कोइराला पछिल्लो पटक शेरबहादुर देउवा विरुद्ध महाधिवेशनमा सभापतिका लागि लडेका थिए र सबैको आशा के थियो भन्दाखेरि यसपालि उनी गगन थापासँग प्रतिस्पर्धा गर्नेछन् भनेर। तर शेखर कोइराला तटस्थ बस्दिए, अझ भनौँ संस्थापन पक्षतिरै झुकेर गए। पार्टी फुट्नु हुँदैन भन्ने नाममा उनले विशेष अधिवेशन पक्षलाई इन्कार गर्न खोजिरहे। फलस्वरूप पुस 28 गते बसेको बन्द सत्रले, विशेष अधिवेशनको बन्द सत्रले चालु रहेको केन्द्रीय कार्य समिति भङ्ग गर्ने निर्णय लियो र नयाँ पदाधिकारीहरू छान्नलाई निर्वाचनतिर उन्मुख गर्ने निर्णय गर्यो। यति सबै हुँदै गर्दा पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफ्ना सिनियर नेताहरूलाई अझै पनि आदर गरिरहेका थिए, रेस्पेक्ट गरिरहेका थिए र पार्टीलाई एउटा फुटको सङ्घारमा, एउटा कलहबाट जोगाउनको लागि भरमग्दुर सम्वादको प्रयास गरिरहेका थिए। यता संस्थापन पक्ष पनि हामी पनि लचिलो हुँदैछौँ, हरेक मागहरूलाई हामीले सुनिरहेका छौँ भनेर आफूले पनि वार्तामा ध्यान दिएको ढोङ गरिरह्यो। अहिले हामीलाई थाहा भयो त्यो ढोङ हो भन्ने। यसरी हिजो अर्थात् पुस 30 गते नेपाली काङ्ग्रेसको केन्द्रीय कार्य समिति बैठक बस्यो र यसले गगन थापा र विश्वप्रकाश शर्मालाई, अर्का सहमहामन्त्रीलाई
पार्टीबाट निष्कासन गर्ने घोषणा गर्यो र साथसाथै विशेष अधिवेशनमा गएका अरू नेताहरूलाई पनि पार्टीभित्र फर्किन आह्वान गर्यो। नेपाली कांग्रेसको पार्टीको साधारण सदस्य समेत नरहने गरी आजका मितिबाट लागू हुने गरी पार्टीबाट निष्कासन गरिएको छ। कारबाहीमा परेका पदाधिकारी तथा सदस्यहरू गगन कुमार थापा महामन्त्री, विश्वप्रकाश शर्मा महामन्त्री, फर्मुला मन्सुर सहमहामन्त्री। यसै गरी निर्णय 3 मा पार्टीले आजसम्म जे जस्तो आकर्षणमा, प्रलोभनमा अथवा लैलैमा लागेर साथीहरूले पार्टीको हित विपरीत कार्य गर्नुहुने अन्य पदाधिकारी सदस्यहरूलाई पार्टीको अनुशासन सम्झिएर, पार्टीको जिम्मेवारी सम्झिएर राष्ट्रिय राजनीतिको विषम परिस्थितिलाई मध्यनजर गरेर पार्टीमा फर्कन र नियमित रूपले काम गर्नका लागि हार्दिक आह्वान अपिल गर्ने निर्णय गर्दछ। धन्यवाद। तर अब क्वेसन लेजिटिमेसीको छ। निर्वाचन आयोगमा नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले अलरेडी यो केन्द्रीय कार्यसमिति भङ्ग भइसकेको छ भनेर नोटिस बुझाइसकेको छ। अब भङ्ग भइसकेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले लिएको डिसिजन कति चाहिँ राइट होला र पार्टीका सिनियरहरूलाई एकदमै आदरपूर्ण भाषा बोलिरहेका गगन थापा एकाएक भ्रिकुटी मण्डपको विशेष महाधिवेशनको हललाई सम्बोधन गर्दै गर्जिए। विश्वप्रकाश शर्माले अलिकति मिठो टोन बोले पनि गगन थापाको आवाजमा त्यो रोष देखिन्थ्यो, एउटा रिस र निराशा देखिन्थ्यो। कांग्रेस पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले 2 जना महामन्त्री र सहमन्त्री निकाल्यो। तपाईँको प्राइभेट कम्पनी हो निकाल्नुलाई, तपाईँले घरबाट निकाल्नु भएको हो। 9 कक्षाको थिए, 9 कक्षाको नेपाली कांग्रेसको झन्डा बोकेर हिँड्दै गर्दा 46 सालको आन्दोलनमा लडेको हुँ, 62-63 को आन्दोलन त हाँकेको पनि हुँ र 2488 जना महाधिवेशन प्रतिनिधि जम्मा भएको हल हो यो। हिम्मत छ ती प्रत्येक साथीलाई कारबाही गर्ने हिम्मत छ। कारबाही कसले गरे? तपाईँहरू मात्र निर्वाचन आयोग जान्नुहुन्छ। केही निर्वाचन आयोगमा यही ठाउँबाट विशेष महाधिवेशन नेपाली कांग्रेसको प्रारम्भ भएर त्यो विशेष महाधिवेशनले निर्वाचन आयोगलाई समयमै जानकारी गराइसकेको छ। कांग्रेस अहिले विशेष महाधिवेशनको क्रममा छ। हाम्रो केन्द्रीय कार्य समिति श्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्य समिति भङ्ग भइसकेको छ। हामी अहिले नयाँ केन्द्रीय कार्य समिति चयन गर्ने क्रममा छौँ। विशेष महाधिवेशन पक्ष र महामन्त्री द्वय विश्वप्रकाश शर्मा र गगन थापालाई हेर्ने हो भने, उनीहरूको कुरा सुन्ने हो भने बटम लाइन के कुरामा चाहिँ आएर यी 2 पक्षको सहमति हुन सकेनन् भन्दाखेरि विशेष महाधिवेशन पक्ष वा परिवर्तन गर्ने पक्षले चाहेको थियो अबको निर्वाचनमा जाँदाखेरि एटलिस्ट शेरबहादुर देउवाले चाहिँ म आफू प्रधानमन्त्री बन्दिनँ भनेर घोषणा गर्नु पर्यो र अरू कसैलाई सभापतित्व दिनु पर्यो, नेतृत्व दिनु पर्यो। तर सभापति शेरबहादुर देउवा यो सुन्न चाहन्थेनन्, उनी यो गर्न चाहन्थेनन्। उनीलाई अझै पनि आफू प्रधानमन्त्री बन्ने हुटहुटी छ, उनी आफै पनि अझै सक्रिय राजनीतिमा होमिन चाहन्छन्। उनीका आसेपासेहरू नेताहरू जो उनको सहारामा मस्त पोजिसनमा बसेर करप्सन गरिरहेका छन्, उनीहरूलाई अझै पनि परिवर्तन चाहिएको थिएन। उनीहरू अझै पनि त्यही लिडरसिप चाहन्थे ताकि आफ्नो गोजी अझै भरिरहँ, आफ्नो शक्ति अझै भरिरहँ। अब यसमा सबैजना लाचार देखिएका छन् कार्यवाहक सभापति पूर्णबहादुर खड्का। अनलाइन खबरले यो सान्दर्भिकतालाई लिएर लेखेको हेडलाइन बडो गजब छ। नरहे पूर्ण, नभए बहादुर। पूर्णबहादुर खड्कासँग एउटा अपर्च्युनिटी थियो। कार्यवाहक सभापति भएर उनले पार्टीको बागडोर सम्हालेर एउटा निश्चितता दिने, तर उनी फेरि शेरबहादुर देउवाकै चरणमा गइरहे, आफ्नो आवाज चुपचाप दबाइरहे। शेखर कोइराला पनि त्यस्तै भएर निस्के। एउटा फ्याक्ट के हो भन्दाखेरि कुनै एउटा यस्तो परिस्थिति, एउटा डरलाग्दो परिस्थिति, एउटा विषम परिस्थितिमा तटस्थ बस्नु भनेको मान्छेको चेतना स्तरप्रति औँला उठाउनु हो। लाइफ र डेथको सिनेरियोमा एउटा चुन्नै पर्छ। म बिचमा बसेर रमाइरहन्छु भन्नु पाइँदैन। अब यता भङ्ग भइसकेको केन्द्रीय कार्य समितिले निर्णय लियो महामन्त्री द्वय र सहमन्त्रीलाई निकाल्ने। उता विशेष महाधिवेशन पक्षले यो निर्णय बदर गरेको घोषणा गर्दै
एकल मनोनयनमा वा सर्वसम्मतमा भनौँ गगन थापालाई सभापतिमा नियुक्त गर्यो। सभापतिमा नियुक्त भइसकेपछि पनि गगन थापाले शेरबहादुर देउवा लगायत अरू नेताहरूलाई सिनियर नेताहरूलाई आदर गरिरहे। उनले रेस्पेक्ट दिएका छन्, तर उनले भनेका छन् यो अब परिवर्तनको वाहक हो। नेपाली काङ्ग्रेस अब रूपान्तरण भएको छ। अब यहाँ न कोही चाप्लुसी गर्ने छन्, न अरूको आडमा सत्ता कुम्ल्याउने मान्छे छन्। हाम्रो संविधानले निर्वाचन आयोगलाई हामी ठुलो भरोसा राख्छौँ। हाम्रो संविधानले चिनेको निर्वाचन आयोग, हाम्रो संविधानले चिनेको निर्वाचन आयोग कुनै पनि अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने हाम्रो ठुलो विश्वास छ। निर्वाचन आयोग नेपालको प्रचलित कानुनलाई हेर्छ, परम्परालाई हेर्छ, विधानलाई हेर्छ, यहाँभित्रको उपस्थितिलाई हेर्छ। यत्रो भव्य अधिवेशन भएको छ हाम्रो विधानलाई हेर्छ। विधान महाधिवेशनभन्दा ठुलो विधानले अरू कुनै पनि संरचना भनेको छैन। होइन पार्टीको सदस्यहरू कतापट्टि उभिएका छन् भनेर नै हेर्ने हो भने करिब करिब 10 लाख क्रियाशील पुरानो र नयाँ गरेर नेपाली काङ्ग्रेस पार्टीको छ। म धेरै भन्दिनँ, तर निर्वाचन आयोगले साँच्चीकै हेरौँ भनेर भनेको दिन नेपाली काङ्ग्रेसले आह्वान गरेको बेलामा त्यो 10 लाख मध्ये 9,80,000 क्रियाशील सदस्य एक ठाउँमा उभिएनन् भने त्यो बेलामा भन्ने अवस्था आउँछ। महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले दिएको रूपान्तरणको जुन ड्राफ्ट छ, जुन नेपाली काङ्ग्रेसले अब एरोड गर्नेछ, यो पनि साँच्चै नै हेर्ने हो भने जेनजीको मर्ममै रहेर दिएको सुझावहरू छन्। अब लेजिटिमेसीको क्वेसन आउँदै गर्दाखेरि कतिपय कानुनविदहरू, कतिपय होइन बाहिर आएका धेरैजसो कानुनविद र संविधानविदहरूले भनेका छन् गगन थापा पक्षकै विशेष महाधिवेशन प्रतिनिधिहरूले लेजिटिमेसी पाउँछन्, किनकि उनीहरूले गरेको भेला विशेष अधिवेशन जायज छ, पार्टीको विधान अनुसार छ, ल अनुसार छ र भङ्ग गरिसकेको केन्द्रीय कार्य समितिको कुनै पनि निर्णय सदर हुँदैन। यसले अब देउवालाई एउटा पेचिलो ठाउँमा पुर्याएको छ। उनीमा एउटा राम्रो अपर्च्युनिटी थियो ग्रेसफुल एक्जिट लिने। उनी मान्छे जस्ता भए पनि, उनले जति करप्सनका काण्डहरूमा आफ्नो नाम मुछाए पनि, तर जेनजी आन्दोलनपछि असोज 28 गते उनले दिएको वक्तव्यबाट उनी साँच्चै नै राजनीतिबाट टाढा भएको भए जनताले उनलाई बेग्लै रूपले हेर्थे, हिस्ट्रीले उनलाई बेग्लै रूपले हेर्थ्यो। तर शेरबहादुर देउवाले अब पोजिसनमा बस्न चाहिराखेर, फेरि पनि प्रधानमन्त्री हुने हुटुटी देखाइराखेर आफूले आफूलाई इन्सल्ट गरे। हिस्टोरिकल्ली उनको छविप्रति एउटा कलङ्क लागिसकेको छ र सायद यो उनले कहिले पनि मेटाउने छैनन्। दुई पटक पार्टी फुटाउने मान्छे पनि शेरबहादुर देउवा नै हुन्। एकचोटि पार्टी फुटाइसकेपछि के उनको कन्सायन्सलाई यो सोच्न सकेन फेरि पनि अर्कोचोटि पार्टी फुटाउँदा मेरो इमेज कस्तो हुन्छ भनेर? तर सायद त्यति सोच्ने क्षमता भएको भए आज यो अवस्था नै आउँदैन थियो। शेरबहादुर देउवा पक्ष जानेछ अदालतमा यो सुनवाई गर्नको लागि। अब नेपालको चुनाव हुनु अगाडि त यो सम्भव छैन, अदालतले फैसला सुनाउने सम्भव छैन। अब रोचक के हुन जान्छ भन्दाखेरि अबको निर्वाचन आयोगले लेजिटिमेसी गगन थापा पक्षलाई दिए, शेरबहादुर देउवा पक्षका कतिपय नेताहरू उनीसँगै रहन्छन्। पदमा रमाइने मान्छेहरूमा लाग्दैन शेरबहादुर देउवासँग रहन्छन्। अब यसले के गराएको छ भन्दाखेरि अब हुने चुनाव यसरी सोडाउन भइरहेको छ। जेनजीहरूको मर्म बुझ्ने दुईवटा पार्टी, नेपाली काङ्ग्रेस जो गगन थापाको सभापतित्वमा छ र अर्को राष्ट्रिय स्वतन्त्र पार्टी जो बालनलाई प्रधानमन्त्री र सभापति रवि लामिछानेलाई लिएर हिँडेको छ। अब यो दुईवटा पार्टीहरू बीच एउटा जुन रणसङ्ग्राम हुन्छ चुनावको दिन, त्यो हेर्न लागेको हुन्छ। आखिर फाइनल्ली हामीले पोलिसीहरूमा बेस्ड भएर भोट दिन पाउँछौँ।